रानामा बनाउने हो त्यो बाटोमा हेलो साथीहरु अब चाहिँ हामी जान लागेको छौं कहाँ रे गर्नु भानु पार्क गिरी पार्क यो चाहिँ पार्ट 2 है साथीहरु हामी जाँदै छौं गिरी पार्क अस्ति पनि गएको भिडियो हजुरले देख्नुले भयो होला अब फेरि साथीहरुसँग जाँदै छौं साथीहरुसँग आएको छिटो रमाइलो हुन्छ नि त जा ल साथीहरु हामी पनि झर्यौं हैन गिरी पार्कमा जोसले बोल्ने के गिरी पार्क पनि आइसकेको हामी हैन तर पनि अब सबैजना सो साथीभाइ दिदी बहिनीहरु साथीभाइ त मेरा कोही पनि छैन दिदी बहिनी मात्र छन् हैन सानी यस सबै गाडीबाट झर्न है गुराँस अलि त गाडीभित्र राख्यो नि हुन्छ क्या झ्याउ त्यही छ गुराँसको रुख नक्कली मेरी बाबा के लाग्यो पर्बु हातमा गुराँसको कालो लाग्यो के लाग्यो यस्तो लाग्यो केही देखेन यहाँ गुराँस यति राम्रो हो फुल अलि बल्ल तातो भयो कि अलि सल्लाह फुल लगाइदिनु हुन्छ अहिले टोलीहरु यतै छन् कोही गीतहरु तान्दै छन् कोही के कता सु गर्न गएका छन् कोही कता गएका छन् अनि हामी चाहिँ टिकट काटेर जानुपर्ने हुन्छ हामी आएको गिरी पार्क हो अस्ति पनि हजुरहरूलाई देखाएकै थियौं मेरो बुढो चाहिँ गाडीभित्र बस्नु भएको छ अगा यो गाडीमा यस्तो हुन्छ त्यही भएर म झलक्छ के उल्टी आउला जस्तो हुन्छ ल साथीहरु अब चाहिँ हामी जाँदैछौँ पार्कमा टिकट पनि यता पनि 50 हो अस्ति 50 तिरेको के अरे त्यो महँगो के टिकट पनि 30 सम्म भए पनि ठिकै हो महँगो छ पहिला फुलहरु फर्स्ट टाइम दिदी त हजुर फर्स्ट टाइम हो मलाई हो के पहिला त आएको तर यो बनेको थिएन है कस्तो थियो यो भर्खर बन्ने सुरु थियो ए सय दिएको त बाबु त्यहाँ नचढ हामी चाहिँ यहाँ डुल्दैछौँ हेर्नु फुल वा कति राम्रो देखेको के यो अस्ति पनि हजुरहरूलाई यहाँ त देखाएको नै हो मैले अब आज साथीहरुसँग आएको छुट्टै खै ऊ कता गइन् ऊ पूजाले भन्यो कि उन के अरे अब भ्यू अब चाहिँ एकछिन फोटो खिच्छ आमा छोरी झगडा गर्नु लागि त साथीहरु यता पिङ रहेछ अब पिङ खेल्न जानुपर्ने हुन्छ हामी चाहिँ दिदीका छोराछोरीहरू खेल्दैछन् दिदी कहाँबाट चढ्यौ तिमी सल्लाहलाई म भिडियो गराइदिउँ भन्छु मेरो बाबु हिँडेको हिँडे मेरो बाबु थियो यसलाई भत्काइदिन्छ दिदी के दिदी के पल्टाइदियो बस बनाउने के पूजा छोड त तिमी भिडियो बनाउने कि फोटो खिच्ने हो सल्ना कहाँ गइन् के सल्नाले बनाइदिन्छन् कि भनेको हल्लाइदिनु न तिनीहरूलाई डर लाग्यो हामी पनि बसौँ न भाँचिन्छ र दिदी दुईजना भन्दा बढी नबस्ने अगाडि लेखेको छ हेर्नु तिमीहरुमा बसौँ न झार्नु न यहाँ त
त सुते पनि हुने टिकटक भिडियो फोटो खिच्दै भिडियो गराउन नि पाइराखेन मैले अब साथीहरु पनि कता कता पनि थाहै छैन के डाँडाहरु पनि साथीहरु भ्यू ओ माय गॉड बेबी तिमी यता यहाँ छिटो यसरी दगुरे पनि मम्मीले पाइ गर्छ नि फेरि साथीहरु हेर्नु यहाँ त लुगा चेन्ज गर्दैछन् साथीहरु यहाँ त कपडा स्टकमा लिएर आउँछन् अहिले हेर्नु है जादु हेर्नु है साथीहरु जादु 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 लुगा लिएर आउँछन् अनि रानामा बनाउने हो त्यो बाटोमा गएर आन्छ त्यो त रानोमा नाच्दैछौँ ल यहाँ बस साथीहरु हामी चाहिँ घुमेर भ्यायौँ अब लाग्दैछौँ जाँदैछौँ अब डाँडा जान्छौँ कि कता जान्छौँ थाहा छैन तर जाने चाहिँ भनेको छन् अब हेरौँ गाडीमा चढिसकेका छन् सबैजना अब जान पनि सक्छौँ नजान पनि सक्छौँ रमाइलो गर्यो साथीहरूसँग बसेर नाच्यो टिकटक धेरै बनाइयो अनि सबै गाडीमा गएर बसिसकेका छन् अघि बिहान माम खाएको होइन तिमीले अरे भोक लाग्यो भन्ने फेरि रुवा बसी चलाएको छ सबैमा किन झ्याउ लाग्यो झ्याउ लागेको गरे मेरो मोबाइलमा भिडियो सबैजना बसिसक्नु भयो आऊ आऊ गरी अनि यो घर जान लागेको र हामी किन जाने बुढा त बुढी जहाँ गयो त्यही जानुपर्छ एलिना चौहानको डायलग दिनु न एकचोटि के अरे दिदी भन्नु त छुटो पिरीमा हो छुटो पिरीमा अनि के अरे दिदी तेरे कारण बन्धनमा थिए तिम्रो लागि बन्धनमा थिए म अब फेरि म तपाईको झोला हैन नि लैजाने गर्नुको छोरालाई लैजाने उ छोरी भोक लाग्यो भनेर गाडीमा छोरीलाई पनि लैजाने होटल आइसकेको छ मेरो ब्याट्री 20% मात्र भएको छ साथीहरु अब यो भिडियो खै म कन्टिन्यू गर्न पाउँछु कि पाउँदिन थाहा छैन यहाँको भ्यू देखाइदिन्छु हजुरहरुलाई आहै हावा आको हावा जाडो बिचारा सबै त्यो यहाँको भ्यू साथीहरु हो ल हेर्न बजार नदेख्नु अब भयो अब भिडियो हामी कन्टिन्यू गर्न सक्छु कन्टिन्यू गर्न सक्छु के थाहा छैन ब्याट्री लो भइसकेको छ यहाँ चाहिँ कस्तो राम्रो रहेछ कस्तो राम्रो हो कि यहाँबाट भ्यू बसिन्छ यहाँको भ्यू चाहिँ त साथीहरु पूजा यसरी भिडियो गराइदेऊ त ल गाइजहरु सुस्मियान्टीले हेरिहाल्नु सुस्मियान्टीको भ्यू हेर त हावा कस्तो चलेको चिसो रहेछ है यता माथितिर त गिरिपाल कहाँ त गिरिपाल भन्दा यता झन् चिसो यो पिट्नु सबै पिट्नु आमामा यो कपाल खोले पनि थाहा हुन्छ के हावा कतिको लाहा भनेर हामीहरु साथीहरु टिकटक बनाइगयो एकछिन सबैजना खाएको भिडियो बनाउने के म त अझ भात खान लाग्यो भिडियो बनाउँछु सोलोमा टिकटक बनाइहाल्ने बस्यौँ अनि अब नास्ता पकाउन रेडी गरेको थियौँ नास्ता पनि पाकिसक्यो अरे अब त सबैजना खाने भनेर बसिरहेको छौँ
रोएर केटाकेटी भोकली थला परेको छन् कोही यस्तो भएको छ रमाइलो भएको छ बसेर अब खाना आउँदैछ हाम्रो खानपिन गर्छ अनि हामी घरतिर लाग्छौँ मिठो कस्तो लाग्यो काल्न मिठो लाग्यो तरकारी पनि घेर अब त ठाउँ पनि छैन के पायो मान्छेले जाडोमा बियर खाइरहेछ भन्दिम खै देखाऊ तिम्रो बियर देखाऊ एकदम लोकल प्योर बियर भन्नु न मनजित कस्तो भयो खाना एकदम राम्रो हेर त देखाएको बेइज्जती आइमे रमाइलो भयो आज एकदम बिना काममा हाँस कहाँ चाहिँ फतौरी अस्ति हेर त त्यो हेर अबदेखि हेर है हाम्रो खानपिन सारा भ्याइयो मान्छे सबै दिदी बहिनी अङ्कल आन्टी सब उठिसक्नु भयो ऊ खाँदै हुन्छ दिदी लास्ट थप्नु भएको उहाँले अनि हेर साथीहरू यस्तो यस्तो भएको छ यहाँ कुखुराको झोल पिएर पनि लागेर हैरान छ अन्य होइन है साथीहरू रस फेरि गर्नु त गर्छ भने कहाँ हुन्छ क्या ल गर्नु यति बस्नु न भएन अब त अघि जस्तो त केही भएन है भर्खर जानु खाँदैन ओट कमाएर भयो अब भयो साथीहरू भयो
रमाइलो भन्नु त राम्रो मासु कस्तो भयो भन्नु त मासु कस्तो भयो मासु त बहुत दामी थियो अङ्कलले झोल थपी है नानी आन्टी पसन्द भइहाल्नु बा झोल क्या उसको क्या मासुको बाबु मिठो भयो नि भन्नु रे कतिको रमाइलो भयो यो कहाँ गयो नि है धेरै 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 रमाइलो भयो